गर्भवती महिलाले कम्तीमा 3 लिटर पानी दैनिक पिउनु आवश्यक छ। तर यदि तपाईको शरीरबाट धेरै पसिना आउँछ, एकदमै गर्मी ठाउँमा हुनुहुन्छ, बान्ता वा पखला जस्ता कुनै पनि कारणले शरीरबाट पानी नष्ट भइरहेको छ भने आवश्यकता अनुसार थप पानी पिउनु पर्ने हुन्छ। गर्भावस्थामा पानी किन अत्यावश्यक छ? पहिलो, एम्नियोटिक फ्लुइड अर्थात् बच्चा खेल्ने पानीको निर्माणका लागि, जसले शिशुलाई सुरक्षा प्रदान गर्छ र उसको वृद्धि सहज बनाउँछ। दोस्रो, रक्त सञ्चारमा सुधार गर्छ। पर्याप्त पानीले रक्त सञ्चारलाई राम्रो गराउँछ, जसको कारणले शिशुलाई पर्याप्त पोषण र अक्सिजन पुग्ने गर्दछ। तेस्रो, पाचन र कब्जियत कम गर्न। पानीले पाचन सुधार गर्छ र गर्भावस्थामा धेरै महिलाले भोग्ने कब्जियतलाई कम गर्न सहयोग गर्छ। चौथो, सुजन अर्थात् स्वेलिङ कम गर्न। हात, खुट्टा वा अनुहार सुन्निने समस्या पानीको कमीले गर्दा पनि हुन सक्छ, त्यसैले प्रशस्त पानी पिउँदा सुजन घट्न सक्छ। पाँचौं, थकान र टाउको दुखाइबाट बच्न। पानीको कमी भयो भने थकान, कमजोरी र टाउको दुख्ने जस्ता लक्षण देखिन्छन्। त्यसैले यो समस्याबाट बच्नलाई, आफूलाई जोगाउनलाई चाहिँ प्रशस्त पानी पिउनुहोला।